हजुर मैले यो कविहरूमा काम गर्दा 36 वर्ष भयो। एकदमै राम्रो दिन काट्यो। एकदमै यहाँको मान्छेले पनि सपोर्ट गर्यो, आफ्नो पनि काम गर्यो होइन। मातापिता गुरु दैवम भन्ने हुन्छ, कर्मफलम तथास्तु, कामको फल भन्ने हुन्छ। तर यो ठाउँमा पुगाउने मेरो चाहिँ नि मलाई पुगाउने बोली छैन, भाषा छैन, थाहा नपाएको नयाँ मान्छे 18 वर्ष उमेरमा यो केरलमा पुगाउने बझाङ जिल्ला बुङ्गल नगरपालिका वार्ड नम्बर 8 जजल्ली गाउँ बजलान बस्ने जयबहादुर जाग्रीजीले मलाई यहाँ पुगाएको थियो। त्यसै सो ठाउँको गुवानी बस्ने मानबहादुर जाग्रीजीले मलाई यहाँ नौकरी लगाएको थियो। उनी दुईजनाको हात छ मलाई अगाडि बढाउनुको। मेरो लागि उनी गुरु नै हुन्। मलाई उनी दुईजनालाई म हृदयदेखि नमन गर्न चाहन्छु। एकदमै हृदयदेखि धन्यवाद गर्न चाहन्छु। उनको परिवारमा सुख शान्ति आओस्, उनको दीर्घायुष्य होस् होइन। उनलाई पनि एकदमै जिन्दगीमा उनको पनि खुसियाली होस्। जयबहादुर जाग्रीजी र मानबहादुर जाग्रीजीका परिवारमा एकदमै सुख शान्ति होस् भन्ने म प्रार्थना गर्न चाहन्छु। भले उनलाई मैले केही गर्न नसके तर मेरो दिलमा लागेको कुरा त्यो फेसबुक सञ्जालबाट सबैलाई जानकारी दिए। मेरो लागि बाटो देखाउने भगवान रूपी भने पनि गुरु भने पनि जयबहादुर जाग्रीजी र मानबहादुर जाग्रीजी हुन्। अहिले यति 36 वर्षसम्म मैले यहाँ बिताएँ। अब 3 वर्ष मात्रै रिटायर हुन। तर वाचम्यानको भए पनि सरकारी हो, काम राम्रो हुन्छ। हजुरलाई थाहा होला सरकारीमा कस्तो सुविधा हुन्छ भन्ने कुरो होइन। फेरि मैले अरू बाहिर कुकिङ काम गर्छु, कुक सेफ हो। म धेरैलाई सिकाएँ। मैले जति पनि सिकाएका युवा केटाहरू भए पनि जसले पनि मैले जसित मसित काम गर्नेहरूलाई थाहा होला। मैले जति पनि मैले आफ्नो सिकेको काम मैले सिकाइदिन्थेँ। अहिले उनीहरू पनि यहाँ कुक सेफ बनेका छन्। उनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यही सबैले युवाहरूले यही सिकाउँ, हामीले मेहनत गर्ने 15, 16, 20 वर्ष उमेरदेखि हामीले केही न केही कामतिर, टेक्नोलोजीतिर, केही कामको लाइनतिर हामी जाउँ होइन। दारो जाँडो रक्सी बिँडी चुरोट यस्तो झगडातिर कोही पनि हाम्रा गाउँघरका कुनै पनि नेपालका युवा केटा यतिर नजाउँ। हामीले जन्मने बेला सिकेर कसैले आउँदैन। हामीले बाहिरै आएर नलेज गरेर ज्ञान लिएर मात्रै सिक्ने हो। हर चिजमा ध्यान दिउँ होइन। एकदमै सत्यबाट चल्ने, इमान्दारी गर्ने यो काम सिक्यो भने हामी चाहिँ हाम्रो देश अगाडि बढ्न सक्छ कि भन्ने मलाई लाग्छ। नमस्कार, धन्यवाद।